तपाईँ दलका नेताले पैसा खानु भएको छ भन्नुभएको भन्नु न खानुभयो कसले खानुभयो त्यो पनि सार्वजनिक गर्नुहोस् कसले खानुभयो मैले देखाएर खाऊ र हो लुकाएर तपाईहरुको लगावले बताउँछ नि त म भन्छु उनी हुन् पत्रकार राजेन्द्र बानिया। एउटा पत्रकार सम्मेलनमा उहाँले लमजुङका सबै पार्टीका सांसदहरूलाई संयुक्त रूपमा राखेर सोधीखोजी गरेका छन्। चाहे त्यो जलविद्युतको बारेमा होस्, चाहे भ्रष्टाचारको विषयमा होस्, या त जीर्ण रहेको लमजुङ दरबारको विषयमा होस्। सुन्नुहोस् उहाँहरूको संवाद। प्रतिशत कर लाग्ने भनेर कानुन आउँदै गरेको कुरा लोकान्तर दैनिकले सार्वजनिक गर्यो। देखाएर खाऊ र हो लुकाएर तपाईहरुको लगावले बताउँछ नि त। म भन्छु तपाईँ पत्रकारले मैले पैसा खाएको देखाउनु। तपाईले काम चाहिँ के गर्दै हुनुहुन्छ सुनाइदिन्छु है। यहाँ जनताहरू हुनुहुन्छ, तपाईँहरूले पनि घन्टीमा भोट हाले होला, चुपचाप घन्टी चाप। राष्ट्रिय राजमार्गको दाएँ बाएँ रहेका घर र जग्गामा चाहिँ 25% कर लाग्ने भनेर कानुन आउँदै गरेको कुरा लोकान्तर दैनिकले सार्वजनिक गरेको छ। यस्तो यो छलफलमा भएको कुरा र कानुन फाइनल हुने कुरा फरक कुरा हो होइन। अब मैले त्यो फिताको कुरा पहिला जनता मार्ने छलफल चाहिँ किन गरे? फेरि भन्नुहोस् त के भन्नुभयो? तपाईहरू व्यवस्था पनि चेन्ज गरेर आएको, संविधान पनि चेन्ज गरेर आएको, तपाईँ नेताहरूको जीवन पनि चेन्ज गरेर आएको, जनताको जिन्दगी। पत्रकार राजेन्द्र बानिएको प्रश्नले नेताहरू निकै अलमलमा परेका छन्। उहाँले सोध्नु भएको छ नेकपा एमाले अहिलेसम्म लमजुङको लागि के गर्यो? नेकपा एमाले त सत्तामा जान केसम्म गर्थ्यो भने अब तपाईँलाई सम्झाइदिँदा चित्त दुख्छ होला। आधा प्रतिगमन सचिव भनेर पनि सत्ता जान्थ्यो होइन। त्यस्तो पार्टीले चाहिँ यो लमजुङका लागि अहिलेसम्म के गरेछ एकचोटि मलाई 1 2 3 4 5 भनिदिनु न। धन्यवाद। मेरो क्वेसनले खोकिला तपाईँलाई होइन सर, लमजुङ बनाउनु कुरोमा म एउटा पार्टीको कुरो उठाउँदै सो इम्पोर्टेन्ट। त्यो धर्मजीको मात्रै दायित्व होइन। हामी सबै दलले चुनाव लड्या हो, उहाँले जित्नु भयो, हामी हार्या हो। तर जिल्ला बनाउनु कुरोमा हाम्रो दायित्व त्यत्तिकै छ होइन। खालि किन आधिकारिक रूपमा उहाँले त्यहाँ बोल्ने ठाउँ उहाँले बोल्नुहुन्छ, हामीले यहाँ तपाईँको कुरा पनि अब उहाँले बोल्नुपर्छ नि, उहाँले बोल्नुपर्ने हुन्छ। तपाईँहरू चाहिँ अहिले जिनोसाइड र इकोसाइड दुवैको अपराधी हो भनेर जबकि विद्युत विकास प्राधिकरणले पत्र लेखेर बकाइदा त्यो जलविद्युत आयोजना नबढाउनु भनेको छ। विद्युत विकास विभागको पत्र छ, तर यहाँ काम भइरहेछ र उहाँहरूले तपाईँ राजनीतिक दलका नेताहरूलाई सोद्धाखेरिमा यो गरिदिनु पर्यो भन्दाखेरिमा तपाईँहरू साथ दिनु न। कति पैसा खाएर साथ नदिएको अथवा किन मिलेको? धनञ्जयजी भन्छु। अब यो प्रश्न चाहिँ अलि जटिल खालकै पनि सोध्नु हो। यहाँ कतै नजिकै लमजुङ दरबार छ जस्तो लाग्छ मलाई। त्यो ऐतिहासिक दरबार हो। तर अहिले मलाई कसैले यहाँभित्र छिर्ने बेलामा फ्याट्ट के भन्नुभएको थियो भने यस्तो बिजोक र रुन मन लाग्ने हालतमा छ त्यो दरबार। त्यो चाहिँ गणतन्त्रवादीहरूलाई त्यो दरबार देखेपछि राजतन्त्र ख्याल आउँछ होला, त्यो भएर नबना होला है। त्यसो होइन होला। म ऐजङजीलाई सोध्छु, तपाईँ पनि युवा हुनुहुन्छ, तर अब अहिले यो त लमजुङको मात्र होइन देशभरिकै समस्या चाहिँ यो युवाहरू एकदमै धेरै विदेशी नै। दुईवटा, एउटा गाउँ खाली भएको छ होइन, मान्छेले गाउँ छोड्यो, अर्को चाहिँ युवाले देश छोड्यो। हामी युवालाई रोजगारी दिने कुरा गर्छौँ तर युवालाई रोक्न सकिएको छैन। यसका लागि तपाईँको सुझाव के हुनसक्छ? त्यसरी यो सरकार चाहिँ 5 वर्ष टिकोस् भने हामी शुभकामना दिन चाहन्छौँ। मुखले कि मनले? मनैदेखि। किन जनताले दुःख पायो नि त।